नमस्ते साथीहरू। हाम्रो ओजु रियल युट्युब च्यानलमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। आज चाहिँ म एउटा कविता भन्न गइरहेको छु। मेरो कविता चाहिँ अलि अगाडिको, जतिखेर हाम्रो फेसबुकहरू पनि थिएन, भर्खर मोबाइल हातमा पर्न थालेको थियो, त्यतिखेरको वाला कविता छ। मेरो कविताको शीर्षक चाहिँ छ टुच्च मिस्कल आयो। आधा रात भएपछि टुच्च मिस्कल आयो। टुच्च आएको मिस्कलले मेरो निन्द्रा बिउजायो। खोले मोबाइल हेरेँ, नम्बर ती नयाँ नम्बर थिए। को हो भनी मैले पनि टुच्च मिस्कल दिएँ। फेरि आयो टुच्च, फेरि दिएँ टुच्च, फेरि आयो टुच्च, फेरि दिएँ टुच्च। टुच्च टुच्च मिस्कलको त दोहोरी नै चल्यो। अब केटा हो कि केटी भनी मेरो मनमा आगो बल्यो। गरेँ मैले फोन, उसले मलाई बाबा भनी। गरेँ मैले फोन, उसले मलाई बाबा भनी। करेन्ट लाग्ने उनको स्वरमा लट्ठ भएँ मनी। आजभन्दा भोलिभन्दा फोन गर्ने क्रम झन्झन बढ्दै गयो। आजभन्दा भोलिभन्दा फोन गर्ने क्रम झन्झन बढ्दै गयो। अनुहार देखा छैन, तर यो मनले त्यो मन पराउने भयो। पछि भएपछि त मेरो फोनमा पैसा छैन भन्थे, म पैसा हालिदिन्थेँ। मलाई फोनमा पैसा हाल्दिन के गाह्रो। फोनमा जाने पैसा भन्दा केटी लाग्थ्यो प्यारो। फोनमा जाने पैसा भन्दा केटी लाग्थ्यो प्यारो। पछि हुँदै गएपछि भेट्न बोलाएँ, ऊ भेट्न भन्दै न्यु रोडसम्म आई। उसलाई देख्दा यस्तो लाग्यो म उसको कान्छो भाइ। शङ्का मानी अतीत सोधेँ, अनि उनले खोलिन् पोल। मैले देख्या सारा सपना भयो डामाडोल। माया भन्या जातै यस्तो मासु छोडी तामा। माया भन्या जातै यस्तो मासु छोडी तामा। अन्त्यमा पो थाहा भयो त्यो 3 बच्चाकी आमा। अन्त्यमा पो थाहा भयो त्यो 3 बच्चाकी आमा। धन्यवाद। हाम्रो युट्युब च्यानल ओजु रियल युट्युब च्यानललाई यहाँले लाइक सब्सक्राइब गरिदिनु होला। धन्यवाद। नमस्ते।